सुरक्षित घरका कुरा। साप्ताहिक रूपमा 52 हप्तामा 52 कुरा गरौँ। पाइपहरूलाई ग्रेड अनुसार सही तरिकाले राख्नुहोस्। पाइपको ग्रेडले यसको मापदण्ड, क्षमता र टिकाउपन निर्धारण गर्छ। सामान्यतया प्लम्बिङमा प्रयोग हुने पाइपका प्रमुख ग्रेडहरू: पीवीसी पाइप, लाइट ड्युटी, घरेलु कामका लागि कम दबाव र कम भार भएको पाइप। मिडियम ड्युटी, सामान्यतया पानी सप्लाई र ड्रेनेजका लागि। हेभी ड्युटी, बाहिरी र ठूलो दबाव पर्ने ठाउँमा प्रयोग। पीपीआर पाइप र सीपीवीसी पाइप पनि तातो पानीका लागि प्रचलित छ। तापरोधक र दबाव सहने क्षमताको आधारमा विभाजन। गर्मी पानीका लागि उपयुक्त, राम्रो टिकाउ र रासायनिक प्रतिरोध। जीआई पाइप सामान्यतया पानी सप्लाईमा प्रयोग, तर जङ लाग्ने सम्भावना हुन्छ। घर निर्माणका थप कुराका लागि हेर्दै गर्नुहोस्।